नमस्कार साथीहरू। आज निकै नै एउटा खुसीको खबर आएको छ क्रिकेटमा। एलपिएल लङ्का प्रिमियर लिगमा दिपेन्द्र सिंह एरी, सन्दीप लामिछाने र कुशल भुटेल अनुबन्ध भएका छन्। यो सँगै हामी समर्थकहरूमा निकै नै खुसी छाएको छ। मैले त चाहन्थेँ धेरैजना साथीहरू, खेलाडी साथीहरू अनुबन्ध हुन् भनेर, तर ठिकै छ, उहाँहरू अनुबन्ध भइसक्नु भएको छ। निकै नै राम्रो कुरा हो। यो खेलाडीहरूलाई एउटा अनुभव पनि बटुल्ने ठाउँ हो र आर्थिक रूपमा पनि केही सहज हुने ठाउँ हो। यसरी लिगहरूमा खेलिरहने हो भने लामो समयसम्म खेल्दा धेरै नै राम्रो हुने र सहज हुने हुनाले खेलाडीहरूलाई अति नै राम्रो हुने बुझिन्छ। यस क्रममा सिलेक्ट हुने क्रममा सन्दीप लामिछानेले 20,000 अमेरिकी डलरमा अनुबन्ध भएका छन् भने अर्का दुवै साथीहरू कुशल भुटेल र दिपेन्द्र सिंह एरी 15,000 अमेरिकी डलरमा अनुबन्ध भएका छन्। यो हाम्रो लागि अति नै खुसीको खबर हो। यसरी नै खेलाडी साथीहरूले राम्रो खेल्दै जानुपर्छ, अरू साथीहरू पनि राम्रो खेल्नुपर्छ र उहाँहरू पनि विदेशी लिगहरूमा गएर खेलेर अनुभव बटुल्नुपर्छ। जति खेल्दै गयो, जति चाहिँ अनुभव बटुल्दै गयो, त्यति नै सहज हुने भएकाले सबै साथीहरू कडा मिहिनेत गरेर यसरी नै देशको शिर ठाडो राख्न, देशको शिर उच्च राख्न पर्दछ भन्दै म साथीहरूले अझै राम्रो खेलेर नेपालको नाम राखेर इज्जत राख्नको लागि यहाँबाट धन्यवाद र बधाई पनि दिन चाहन्छु।